कति खुसी हो म्याडम आज हाम्रो किचनमा यहाँ के पाक्दैछ यहाँ स्पेसल यहाँ चिकन साग बन्दैछ आइटम बन्दैछ यहाँ हाम्रो मम्मी आउनु लाग्यो यस्तो खुसी छ के हो यो पेइङ 30 dirham पार्किङ पेइङ 30 dirham पार्किङ फाइन पार्किङ 30 dirham ट्याक्सीमा आएर हुन्थ्यो ल मम्मी वेलकम ल ढोगे भयो हस् धन्यवाद है ल फुल्देऊ भयो भने फेरि एयरपोर्टमा अलमल गर्ला कम भयो भने केही हुँदैन भनेर त्यही त त्यो यादै नहुने रहेछ भनेपछि एयरपोर्टबाट उताबाट ढिला उडायो त्यही भएर यहाँ ढिला पुरा 1.5 घन्टा लेट भयो नि यो आउनु पनि गाह्रो है किन लेट भयो थाहा नेपालको यसमा राख्नु है चप्पल त यहीँ छ काट्नु निकाल्नु यो अब उता जाँदा चाहिएन उता यो चाहिन्छ पछि जाने बेलामा चाहिएन टिकटमा चाहिएन फर्किने टिकट मात्रै हो फर्किनलाई त नेपाल फर्किने हो आफ्नै देश फर्किन पासपोर्ट भयो पासपोर्ट टिकट बच्चाको लास मम्मीले बनाउनु नजाने सडकको बाटो गरेर चाहिँ बनाउनु पर्ने बाक्लो न बाक्लो गरेर त्यो चप्ची जस्तै बाक्लो बनाउँदैछ यस्तो त यहीँ पाउँछ नि मम्मी नै छ यत्रो के खानु अनि यहाँ महँगो छ भने अनि एक दुई पाके भए पनि बोकौँ भनेर ल्यायो यहाँ अब महँगो भन्दा के गर्नु चाहिरहेको छ त्यो नभए हुँदैन त्यही भएर बिगाएको थियो त्यो फोटो के सामान त होला नि सबै कहाँ त मम्मी के लाग्छ त्यसमा त्यसमा छैन छैन त उसले यसमा राख्छ छैन केही भएको छैन राम्रै छ केही हुँदैन रनिङ प्लेन मुनि नै हाल्ने हो क्या प्लेनमा माथि बस्छ सामहरू मुनि हुन्छ भिडियो बनाइदिनु अब त्यो तिमीले खोल्न सक्दैन मैले गर्दैछु कति धेरै त्यसरी यो त प्योर घिउ त भन्दैछ यो मम्मी ल्याइदियो होला एउटा होइन त्यो रुमनाले ल्याएको मैले ल्याउनु भयो त्यो पब्लिसै त्यो फ्रिजमा हालिहाल्यो त्यो दुइटा रुमनाले ल्याएको त्यो एउटा निलोवाला यो मम्मी छोरीको त्यो चाहिँ दुइटा ल्याएको एउटामा राखेको यहीँ पाउँछ मम्मीले त्यही पाउँछ भनेर अनि फेरि यहीँ पाउँदैन तर एउटामा हुँदैन प्योर हुँदैन भनेर अलिकति राम्रो हुन्छ तर यो लाउँदैन नि धेरै जस्तो नरिवलको तेल लाउँछ नरिवलको तेल लाउँछ बच्चालाई उयो पर्दैन नरिवलको तेल लाउँछ गर्मीमा यो लाउनु हुँदैन
अहिले लगाएन खानु लगेर माथि राख्नु पऱ्यो अनि सजिलो हुन्छ एउटा झोला ठुलो झोलामा राख्यो भने हुन्छ अनि लगेर माथि हाल्ने कि अनि खाली हुन्छ यो के यो ज्वानो। पाउँछ ज्वानो यहीँ पाउँछ यहाँ ठिकै हुन्छ नि त जे कुरा पनि के ठिकै अब आउने भनेर लिएर आयो नि नत्र होइन सब पाउँछ आउनुहुने छु नपाउनु त केही छैन चल्नु चल्छ त खानु हुँदैन अहिले त्यो जाँदा खानु मम्मीहरू पनि कहिले दुःख पनि छ कि क्या मम्मी हजुर छुर्पी पनि छ कि क्या लड्डु पनि छैन है छुर्पी 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 मात्र याद गरेर बस्यो अनि 80 दिन दाम काट्नुपर्छ नि त होइन, आउने लानु बेलामा याद गरेँ हिजो अनि कहाँ यसो नकाटेको भए त एक पाकेट चाहिँ मैले ल्याइहाल्छु। कहाँ हो अलमल के हलमल अब बाहिर यसो उठाइदिए बाहिर जानु भएको बेलामा ल्याइहाल्छु बिहान चिया खान पप ल्यायो त्यसो भन्दै थियो मम्मी पप चाहिन्छ अरे भन्छ बिहान चिया खान पप भने पप ल्यायो पप बोक्ने भन्छ त्यहाँ कहाँ पप बोक्ने भन्छ त्यहाँ ड्याडीले त्यो प्याकेटको किलो ल्याएको एक पाकेट चाहिँ घरमै पेलेको त्यो एक पाकेट चाहिँ किनेर अर्को चाहिँ घरमै भुटेर पेल्यो त्यो लप्सीको झोला चाहिँ अनि त्यो अस्तिको दिन राम्रो छैन भनेर फेरि अर्कै ठाउँमा किनेर त्यो भएर किलो किलो सानो गर्छु नि यसमा बेला पनि प्यान्टको हावा अलिकति काटेको त्यो हुन्छ नि मलाई मऱ्यो नि त के हो यो यो उसलाई पास मिक्सरले पाक्छ लुगा पनि खाइदिनु त्यो लुगाहरू यहाँ राख्नु है म मम्मीहरूको लुगाहरू लुगा लाउनु लुगा यता राखिदियो अनि त्यसपछि लाउने लुगाहरू होइन सबै त्यहाँ यहाँ पनि छ त्यहाँ राखेर आमा यत्रो भारी भारी के बोकेर ल्याएको यत्रो भारी हुन्छ त नि यसको अर्डर होला सबै वेट बढ्ने यसै त हो मिस्त्री खान्छ नि यसले हँ मिस्त्री खान्छ कि यसले मिश्री चियासँग मिश्री खान्छ कि मिश्री राम्रो त्यो अर्को चिनी भन्दा चिनी भन्दा यो मिश्री राम्रो हो क्या त्यही भएर चाको भन्दा सफा राम्रो चिनी भन्दा मिश्री अनि तपाईँ लगाउनुलाई घर आउँछलाई के के हो त्यो मम्मीले ल्याइदिए नातिनी र नाति हो कि नातिनीलाई भोलिपर्सि यसो लगाइदिनु रे त्यो के लाउनु त्यो साडी यो चाहिँ अब त्यो दिदीले पठाएको फुलिदिनु खाली गरेर राख्यो भने पछि अनि सजिलो हुन्छ नि माथि राख्नु के छ कागज जुत्ता सुत्ता कागज अहिले चाहिँदैन कागज चाहिँदैन ल्याइदिनु एउटा यसमा फोटो राख्नु खिचेको बाहिर हिँड्नलाई चाहिँ कहीँ चेक गऱ्यो भने त्यो मोबाइलमा देखाउनु पर्छ बाहिर हामीसँगै हुन्छ हामी देखाइदिन्छ बाहिर पुलिस सुलिसले के यही गर्दैन ब्याकग्राउन्ड कस्तो पहाडी लिएर आयो के राखेको औषधि बोक्नुपर्छ जता हिँडे पनि आफ्नै सम्पत्ति त्यसरी बनाएर दुई चार किलो बोके हुन्छ कि वासै अबजी बसहरू निकाल्नु वासै वास अब त्यो पनि अब निकाल्नु चियासँग यो के खाउनु के निकाल्नु त्यो पनि निकाल्नु अनि सँगै हाल्नु भने नि लगेज ए चस्मा लिएर आयो गाडीको चाहिँ खै हिँड्दैन चस्मा छ ए ल पहिला त्यहाँ राखेको चाकु हान म चिया बनाउँदैन पानी लिएर जाऊ पानी पानी बोतल लिएर
त्यो मिश्री हाल्यो नि त्यो के हो त्यो त्यो भिनाले पठाएको कि डलर उसको त्यो उल्टाइदिनु 700 डलर पठाएछ अलि 90 को थपेर ब्रासेट एउटा $1 ब्रासेट एउटा बनाएर 400 रुपियाँ कहाँ आउँछ थपेर पैसा दिएन अनि थपेर मलाई पैसा दिएन अलिकति अब उता आएर दिन्छु भन्यो कति कति दिन्छ 400 डलर छ 400 पुग्दैन त्यो ज्यादा पनि हुन्छ 400 भनेको आफै हिसाब गर्नु न 500 कति तपाईँहरूले कतिमा साटेर आयो नेपाली पैसा 1,40,000 को 500 1,40,000 को $10 500 $1000 हुनु न $1,000 अनि त्यो कहाँ हो त्यो पुग्छ त भने त्यही भएर त भनेको मैले पहिल्यै मैले लिएर आउनुभन्दा अगाडि नै नपुगे थपेर दिन्छु भनेर उनीहरूले आउँदाखेरि दिन्छु भनेर त्यसो बनाएर राख्नु हुँदैन कि बनाएर टाइम त्यो कुन चाहिँ त्यो हेर्नु त डेट पनि हेर्नुपर्छ कि 2000 कुन चाहिँ सालको 21 रहेछ ठिकै छ बनाएर राख्नु चार्छ चाट्नु 300 मात्रै छ त कहाँ 400 छ त 300 पहिलो गर्नु न 400 300 दियो 400 पहिलो $400 पनि गरम छ त्यहाँ फेरि 300 खल 300 गर्नु छैन भाउजू चाउमिन पाउँछ दिनमा खान्छ? 300 चार्छ म 300 माथि रहेछ अचार यस्तै भन्नु त्यहाँ फेरि 400 रुपियाँ भनेर के चिज 400 फेरि चाट्नु सानदेखिको पैसा त्यो झुट 400 चाहिँ भनेर 300 मात्रै के पनि आउँदैन त्यो आज त लान्छु ब्रेस्लेट ल्याइदियो थपेर खै मैले भएको 400 बाहिरै हो अनि तिमीले आफै लिएर आएको त्यो बेच्यो नि माथि दिमागहरू भयो खानुहुन्छ चौका चिया बनाइदिनु भयो चिया खाने एउटा अनि 400 रुपियाँ भनेर मैले ब्रेड चिया खाने हो ब्ल्याक टी यसो राख्नु कस्तो गरेर दिएको त अनि 400 भनेर 300 300 खा 300 बिहा अब मैले ल्याएर हेर्दा पनि हेरेन पक्कै यादमा राखेँ पछि अनि तपाईँहरूलाई दिनुहुन्छ कि 300 सेलरोटी पनि दिनु त्यो राखिरहेको त्यो मम्मी पैसा नि त्यो अब मासु फिर्तै लाने नेपाली सुन्दिन लानेर भन्छ किन कुन चाहिँ कसको लागि कसको लागि मम्मी मम्मी लाने सुन अनि अब यो यसको चाहिँ अब सुनै लानु पर्यो नि यो मैले त यसो पक्रिँदा 300 मात्रै भेटेँ फेरि मलाई त्यसो भए 300 मम्मीले 500 1000 होइन यो 300 भने चाहिँ 1300 भयो होइन $1300 भयो त्यसो भए त्यहाँ 300 मात्रै थियो साइले 400 थियो 400 भनेको मैले ल्याउनु सार हेर्दा पनि हेरेन अन्त हेर्नुपर्छ नि पैसा ल्याउनु सार हेरेर 300 मात्रै थियो फोनमा भन्ने नि 300 मात्रै रहेछ यहाँ सोध्ने कि तेरो भिनाले फेरि अरूले पठाएको कि कति दियो सोध्ने फेरि सोध्छु होइन 300 मात्रै छ भनेर खाना फेरि 450 300 दियो कि मलाई बुद्धु गर्दा सब पैसाको मामलामा पठाउनु पर्छ नि हेर्नु पर्छ नि त्यही होइन हेरेन कि अब म विश्वासिलो मान्छे भएर खत्तम छ कि विश्वासीले जिन्दगी डुबेछ अनि पैसा पनि देखाउनु पर्छ नि सुनेर भनेपछि त जुन जुन मैले सामसे बेसे जस्तो जुन राख्नु म पछि देउडा नि मरिरहेको भन्छ कति पर्छ कति नपुग हुन्छ म देउडा चिबियङको मर्नु त्यो भए भनेर मैले त भने नि अब मसँग पैसा पुगेको छैन एउटा $23 त्यही हो सामान चलाउने अर्को पैसा त्यसो फोन फिर्ता रे ठुलोमा हाल्नु न कि त्यहीतिर है मलाई न एउटै Over the jet, he was lying, that was पैसा
त्यहाँ आउने बाटो आफ्नो 5-6 लाख आउने पैसा छुटेर आयो काम छोडेर हिँड्नु होस् अब पैसा के अलिकति अब अलमल गर्दा मान्छे जीवन के छ जहाँ अब हिँड्नलाई त्यहाँ पुरा आयो किरणदाईलाई ठाउँ दिनु मैले चलाएको पनि चल्नु त्यही भएर अलिकति बनाएको चल्नु बाटा छैन अब त्यो आफ्नो ससुराले काम जिम्मा दिएपछि आफूले टुटी फोन गरिराख्ने गइराख्ने दिएछ त के गर्ने फ्री सिम पनि दिएर छ ए, सिम दिएछ? 10 GB को रहेछ भयो अन्त त्यसो भए मोबाइलमा सिम के काम गर्दैन सिम दिनेर सबै 10 GB युज गरेर भइहाल्छ नि यसमा एउटामा चलाउनु के भयो नि एउटामा चलाएको अहिले केही बस्नु के चलाएर भइहाल्यो होइन राखिरहनु अहिले म एक्टिभ गरिदिन्छु पहिला भाउजूलाई अलिकति केही दिनु पऱ्यो त्यो यही त दिने होला नि भाउजूलाई पखान एकछिन रेस्ट भाउजूलाई दिइहाल्नु न ऊ चाउमिन खाऊ न तिमी चाउमिन खाऊ न फेरि पनि चल्छ छ है सिम्पल हुनुहुन्छ छु चाउमिन नै होला बच्चा न म्याडम यहाँ खानुहोस् बन्द के खाने स्टेसन यो एउटा खाने पप्सप ल्याउनु भएन खुट्टा सिधा गरेर बस्नु एकछिन हामी अनि किन यहीँ बस्नु अलिकति अनि आनन्दले सिधा अडेक लगाएर बस्नु खुट्टा त्यहाँ फोल्ड गरेर बसिरहनु त अनि खुट्टा सिधा गरेर बस्नु अनि अलिकति साइडमा राख्दै सुन्दा कहाँ आयो सुन्दा ल्याएर बस्नु अनि त्यहाँ के पूजा थाल यो पूजा थाल त्यो भोलिपर्सि जन्मिने नातिलाई चामल राखेर ढोकाउनु पर्यो तिम्रो छप त अलिकति त्यो त्यो साग चाहिँ केले आफ्नै घरमा केलेको भएर यो कचौरा भनेको दुईजनाले दाल खाने कचौरा पछि ए यो दाल खाना दाल हैन यो सानोले छ बच्चाले सानै छ ठुलोलाई ठुलै छ सानो राम्रो है त्यो पानी हालेर यस्तो बोतलमा चढाउनु जस्तो नि बोतल हाल्नु चढाउँछ नि बुढो धर्म माने बुद्धिस्टहरू त्यसो हुन्छ नि चामल चामल सेल अनि सेल क्या उठाइ खान्छ खेल के खाने खेल छ खेल ल्याउनु तता छैन तता छैन तता पकाउँछु माइक्रोवेभमा पकाउँछु परेन तुरन्त परेन यसो बच्चा मलाई त्यही त बच्चा भन्छ जग्गा यही त पाउने के खानु डर लाग्यो होला क्यानाडाको भिजा लागोस् एकजनाको चाहिँ क्यानाडाको भिजा लागोस् न सबै मनले यस्तो अब यो लेबर पेनमा छ यहाँ यसरी हार्टबिट चेक गरिरहेको छ अब यहाँ हस्पिटल एडमिट भएको छ यस्तै छ यस्तो गाह्रो छ यहाँ होइन यो फोन गर्यो तँलाई खाने बक्सिङ खेलेको होइन बक्सिङ खेलेको बक्सिङ खेलेको बक्सिङ खेलेको बक्सिङ खेलेको बक्सिङ खेलेको ऊ फेवरका फ्यान ए त्यो फ्यान अफ गरेर यसो गरौँ त्यहाँ त खाना होइन त्यो कलर मिलेको छैन काटेको बाहिर हेर्नै म المحطة القادمة هي المركز المالية. The final destination of this train is Expo 2020. The next station is
Financial Center. समय बजी खायो ढ्याङले ल ल दुबईको समय बजी ट्रिक छ दाजु ल सही हो खोले राम्रोसँग हेरे मुख दुबई मल कहाँ आउनुभयो तपाईँ कहाँ आउनुभयो बर्दुबई सँगसँगै ल माया 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 ल राजाको दरबारमा आसपास राजाको दरबार यहाँ छ ल राजाको दरबार यहाँ छ पहिला राजाको बसेको यहाँ राजा रानी ल बाहिर हेर्ने म المحطة القادمة هي المركز المالية. The final destination of this train is Expo 2020. The next station is Financial Center. अहिले नरिसक्यो नछेर्दै थाहा पाइसकेछु पाइसकेको हो नानीले बाबा खै चेरी गए सुन्दैमा रुन्छ भने सुन्नु भ्या छैन रुन्छ अब झन् कति आमा चाहिँ रुन्छ अघि भिडियो कल गरिसक्यो देखाएको त बच्चा रोएर ल्याउँछ किन रोएको खै माया लाग्छ हामी हेर्दा हेर्दा पनि रुन्छ के हो तेरो पारा त 3 महिनामा उठेर हिँड्छ जस्तो ल यस्तो बलियो भयो भिटामिन खुवाइराख्नुपर्छ बलियो हुन्छ चाँडै भिटामिन खाली गर्नु हुँदैन नासे क्वाइ मच्चा खै पुच्छु खै